पत्रिकामा जे लेखिएको छ सो त्यसै ठाउँमा हुँदछ के कहिले केही नदिए पनि केही हुन्छ के हे विपेन्द्र पूर्व जन्ममा मैले या हजुरले न्यूनाधिक पृथ्वी र धन केही पनि सत्पात्रका हातमा दिएका छैनौँ यस देशमा या परदेशमा पनि अर्थात् यस लोकमा परलोकमा र सर्वत्र दिएको मिल्छ र सबैभन्दा प्रधान अन्नदान दिइकन मिल्दैन पनि अर्थात् यस लोकमा परलोकमा सर्वत्र दिएको मिल्छ तर सबैभन्दा प्रधान अन्नदान दिइकन मिल्दैन हे विप्र यसकारण मैले हजुरले यसै स्थानमा रहन उचित छ हे महामुनि हजुरको बिना हजुर बिनामा क्षण मात्र पनि रहन सक्दिन र माता पिता भाइ सासु ससुरा कुटुम्ब आदि स्वजन पनि स्त्रीको सत्कार गर्दैनन् भने अर्कीले कसरी गर्दछन् हे पतिहीन भएकालाई अभागिनी भनेर निन्दा गर्ने गर्दछन् अतएव यसै स्थानमा रहेर जति सुख मिलोस् त्यसै सुखमा विहार गर्नुहोस् हजुरका भाग्यले यसै देशमा सुख प्राप्त हुनेछ आफ्नी स्त्रीको यस्तो वचन सुनेर ती विचक्षण त्यसै नगरमा निवास गर्न थाले र यत्तिकैमा मुनिहरू श्रेष्ठ कौडिन्य मुनि यसै बाटो आउनुभयो उनलाई देखेर सुमेधा ब्राह्मण प्रसन्न हुँदा भए आफ्नी स्त्रीले कौडिन्य मुनि त्यहाँ बाटो आउनुभयो उनलाई देखेर सुमेधा ब्राह्मण प्रसन्न हुँदा भए र आफ्नी स्त्रीले सहित शीघ्रताले उठेर बारम्बार शिरले उनलाई नमस्कार गरेर भन्न लागे कि म धन्य छु जो हजुरले मलाई अनुगृहित गर्नुभयो मेरो जीवन सफल भयो जो कि मेरो ठुलो भाग्यले हजुरको दर्शन भयो मुनिसँग यस प्रकार भनेर सुन्दर आसन दिए र ती मुनिको पूजा गरे र विधिपूर्वक मुनिलाई भोजन गराए ती श्रेष्ठ स्त्री उनसँग सोध्न लागिन् कि हे विद्ना कुन प्रकारले दरिद्रताको नाश हुन्छ बिना दान दिए धन विद्या र स्त्री कसरी प्राप्त हुन्छ मेरा पति मलाई त्यागे र विदेशका निवासीहरू र पराया मनुष्यहरूसँग याचना गरेर धनोपार्जनका निमित्त विदेश यात्रा गर्न चाहनुहुन्छ हे विद्वान मैले धेरै ठुला कारणहरूले मैले रोकेर यसो भनेर परदेश जानदेखि रोके किन्न दिइकन केही पनि पाइँदैन केही नदिकन केही पनि पाइँदैन हे मुनि मेरा भाग्यले हजुरलाई पनि यहाँ आइपुग्नु भयो हजुर पनि यहाँ आइपुग्नु भयो हजुरका कृपाले अवश्य मेरो दरिद्रता विनाश हुनेछ हे विपेन्द्र जुन यस्तो उपाय छ जसलाई गर्नाले अवश्य दरिद्रता छुट्नेछ हे कृपा सिन्धी मेरा दरिद्रता छुटियोस् यस्तो व्रत तीर्थ र तप आदिको वर्णन गर्नुहोस् ती मुनिवर र सुशीलाको वचन सुनेर आफ्ना मनमा विचार गरेर सबै पापहरू र दुःखहरू दरिद्रताको नाश गर्ने उत्तम व्रतलाई विचार गरेर भन्न लाग्नु भयो कि मलमासको कृष्ण पक्षमा मुक्ति र पुण्यको फल दिने सबैभन्दा श्रेष्ठ परम नामले प्रसिद्ध यो विष्णु भगवानको तिथि छन् उनको उपासनामा अर्थात् व्रत गर्नाले मनुष्य जन्म धनले सम्पन्न हुन्छ र गीत नृत्य र जागरण गर्नुपर्दछ यो सुन्दर व्रतलाई पहिले कुबेरले भने गरे व्रत शङ्करजीले उनका उपर प्रसन्न भएर उनलाई धनको स्वामी बनाइदिनु भयो।